अघिल्लो भिडियोमा हामीले आलुको प्रमुख रोगको बारे जानेका थियौँ। आजको भिडियोमा भने हामी आलुमा देखिने प्रमुख किराहरू र तिनको नियन्त्रणका उपायबारे कुरा गरौँ। आलुको प्रमुख किराहरू आलुको पुतली, खुम्री किरा र फेदकटुवा किरा हो। कुरा गरौँ आलुको पुतलीबाट। यो किरा राति सक्रिय हुन्छ र किराको लार्भाले पात तथा कमलो डाँठमा सुरङ खनेर नोक्सान पुर्याउँछ। यो किराले आलुको ट्युबरमा विशेष गरी आँखामा प्वाल पारी ससाना लाभ्रे आलुभित्र पसी बाङ्गा टिङ्गा सुरङ वा खोपिल्टा पारेर खाँदै भित्र पस्छ। नियन्त्रण गर्ने उपायहरू: किरा नलागेको बिउ आलुको प्रयोग गर्ने, बिउ आलु आवश्यक गहिरोमा रोप्ने, आलुमा किराको प्रकोप बढेमा 10 वा 20 इसी 1.5 मिलिलिटर दरले बिरुवामा छर्ने र बिउ आलुलाई म्यालाथिन 50% 2 देखि 4 ग्राम प्रति किलोग्रामको दरले आलु दानामा छरी भण्डारण गर्नुपर्दछ। अब छ खुम्री किरा। यो किरा माटोमा बस्छ र जरा र ट्युबर खाँदै फसल नराम्रोसँग घटाउँछ। खुम्री किराको लार्भाले मुख्यतः आलुको दानामा गोलो प्वाल पारी नोक्सान गर्दछ। यो किराको नियन्त्रण गर्ने उपायहरू: काँचो कोठे मलको प्रयोग नगर्ने, खेतबारीमा आलु लाउनुभन्दा पहिले गहिरो गरी खेत जोतेर माटो पल्ट्याउने र भित्र लुकेको लार्भालाई निकालेर नष्ट गर्ने। अब अन्तिममा रहेको छ फेदकटुवा किरा। यो किराले आलुबारीमा सुरुदेखि खन्ने बेलासम्म डाँठ, पात काटी उत्पादन घटाउनका साथसाथै आलुमा पनि प्वाल पारेर ओक्रो पारी नोक्सान गर्दछ। यस किराको नियन्त्रण गर्ने उपायहरू: आलुबारीमा राम्ररी पाकेको गोबर मलको प्रयोग गर्ने, आलु खेतमा किराहरू देखिएमा पोलिथियन 50 इसी वा म्यालाथियन 50 इसी 1 मिलिलिटर प्रति लिटर पानीका दरले मिसाई बिरुवामा छर्नुपर्दछ।